टाढादेखि राक्षस मारे शोभाजीलाई हान गौतम ऋषिका यही बलभद्र इन्द्रले गरी भोग श्राप दिई गौतमजीले हजार रंग भोग जय हरि राम प्रभु सधैँ लिन्छ नाम। धन्यवाद। यो त राम कहानी धेरै लामो भन्ने भावनाले अलि छोटो मिठो सुनाउ भने त्यही त मलाई कस्तो खुसी लाग्यो रामको विषयमा हजुरले यति राम्रो भनिदिनु भयो है। अहिले अब यसरी बजाएर हिँड्ने यो गाइने एउटा परम्परा त हो नि होइन, सकिँदै गयो। एकचोटि एउटा कृष्णको चरित्र पनि भनिदिनु न यसैमा है। मथुरा र नगरीमा श्री कृष्ण जन्मिए नौरमती बाजेत्र बराए तिरिनी र भोमनहरले नातो लगाए रुकुमनले मङ्गल गाए कृष्ण महाराज गोविन्द गोकुलैमा धाए देवकीका कोखीमा कृष्ण पैदा भए जसोदाको दुध फल खाए बाबा त प्रभुक वासुकी देव जमुनामा पाउत छुवाए श्री कृष्ण गोविन्द गोकुलैमा धाए मासै भदवको अष्टमी तिथि रोजे नक्षत्र बुधबार कृष्णको अवतार कृष्ण महाराज गोविन्द गोकुलैमा धाए। ल कस्तो राम्रो गाउनु भयो, आँसु नै आयो हजुरले गाउनु हुँदाखेरि त। राम्रो गाउनु भयो। हजुरको घर कहाँ? मेरो घर दाङ जिल्ला पर्छ। दाङ हो? मेरो पनि घर दाङै हो। दाङ जिल्ला पर्छ। ए यहाँ हेर न, यहाँ